अब एउटा काम भनेको तपाईँलाई यो बोलेकै आधारमा पक्राउ गर्न लागि आउँदै बोलेकै आधारमा पक्राउ गरेको छ। आजदेखि हाम्रो सम्पूर्ण वार्ताहरू भङ्ग भएको छ है। देशभरि चुनाव हुँदैन होइन। अब सर यो अनि लिने कुरै होइन, पर्खिनु पर्खिनु यो गाई जात्रा गर्नै पर्यो। वहीँको मान्छे सबै कुरा भइहाल्छ। हामीले सबैले बुझेको छौँ, कसले बुझाएन। सर हजुरकै गाडीमा जाऊँ भने होइन छैन रुकाउनु ल जाऊँ त है मान्छे सक्दैन प्लिज पर्खन कुरा हुँदैछ यार भाइ यार। पर्खिनु भनेको यहाँ हजुरकै गाडीमा जाउँ न उता होइन तपाईँ जबरजस्ती नगर्नु न। जबरजस्ती गरे भए त म अहिले नै गर्थेँ नि हजुर तपाईँले कसरी गर्नै सक्नुहुन्न तपाईँले। तपाईँले जबरजस्ती पर्खिनु, गर्नै यहाँ गृहमन्त्रीसँग कुरा हुँदैछ। जबरजस्ती गर्न नि पाउनुहुन्न। जबरजस्ती हुने कुरै हुँदैन। सुन न दाइले यो पोखरा एयरपोर्टबाट अगाडिबाट पक्राउ गर्न लागेको छ होइन। त्यो बर्दिन सबै गाडी रोक्दिन्छ। पक्राउ गर्नलाई यहाँ आएको छ होइन। सार्वजनिक लानमा पनि सबै उ गर्नु पर्ने विषयहरूलाई। सार्वजनिक शान्ति विरुद्ध भनेको छ। बर्दियासबाट काठमाडौँ एउटा पनि गाडी जानु त्यसैपछि आगो सल्किन्छ। सल्किन्छ नि हो नि। अब यो त अचम्म हो नि त। म त जनताको कुराले अब के हुन्छ अब दाइ तपाईँलाई अब होइन, अब यो त वार्ता हुँदैन होइन। तपाईँले वार्ता अब भङ्ग हुन्छ। वार्ता भङ्ग अब यो शर्त अब लागु यो होइन यो पश्चिमाहरूको सरकारसँग वार्ता हुँदैन। अब आन्दोलनमा गयो देश आज आन्दोलनमा देश जान्छ, चुनाव हुँदैन। एकदम साइलेन्ट है। कहीँ नयाँ बायाँ यताउता केही नहोस्। तपाईँ अब पक्राउ दिनका लागि तयार हो कि के हो? म पक्राउ दिनको लागि अब म त पक्राउ त दिइसकेँ होइन। मलाई एकछिन जाने मात्रै कुरो कसरी जाने भन्ने म पक्राउ दिन ठुलो कुरो होइन। प्रहरी परिसरमा जान ठुलो कुरो टाइम होइन लगाउँ कुरा गरौँ होइन। अनि ठिक छ त हामीले कुरा त हजुरलाई लिएर कि अब यहाँ थुन्ने होइन अगाडि जाउँ कुरा गरौँ। त्यो साइड लगाएर बाटो नरोकौँ भन्न खोजेको कि अनि तपाईँलाई एउटा कुरो कि मलाई अचम्म लागेको, म मेरो गाडीमा खुरुखुरु जाँदै थिएँ, तपाईँको पुलिस राखेर खुरुखुरु म कुरा गर्नु होइन कुरा गर्नु होइन मैले होइन। ल हजुर अलिकति साइड लाग्दिनु पऱ्यो है सर है प्लिज पर्खिनु पर्यो, मैले भने एकछिन पर्खिनु नि। हल्का साइड लाग्दिनु त सर जोरजुलुम गर्ने पुरै होइन जोरजोर मैले गरेको छैन सर है कसैले पनि गरे। साइड लाग्नु थोरै सहयोग गर्नु जोरजोर गरेर छैन थोरै सहयोग गरिदिनु पर्यो। थोरै सहयोग गर्नु हामी पनि शान्ति